एन्ड वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ म युपीदेखिको आएको छु है मेरो बहिनीको बिहामा। सो जाँदैछु गुरुबथान सिलगढीदेखिको हिजो आइपुगेको सिलगढी। सो आज चाहिँ म जाँदैछु बिहामा। रेडी भइसकेको छु सिलगढीको घरमा एकदम सफा गरिसकेर। अब मेरो गाडी छ एकदम गुरुबथान डाइरेक्ट, अनि त्यसमा जाने हो। घर पनि आइपुगे, माया लाग्दैन। के फुल हो हाम्रो घरमा, हेर्नु न। लु सेम डुप्लिकेटै देखेको। के भयो र तपाईँलाई? यहाँ हेर्नु न, कस्तो मजाको देखेको। पर्पल 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 गाइजहरू। आइपुगेछ भैँसी कटिङ यहाँ शारदा। अझै गिफ्टहरू हाल्दै रहेछ। गिफ्ट आउँदैछ हाम्रो बेहुलीको। बहिनी मिठी लिएर आउँछ, म बजार गएको। मम्मी नगर न बहिनी, नगर्दा नगर्दा। लु पोस्छु मात्रै नि म, फेरि बुझिस् नि। चप्पल खोल्दिनँ म पनि त आएकोदेखि छोडेको छैन। लु 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 खोले। लु लु भयो अब। लु के गर्दैछ दिदीहरू? लु उसको फेरि मेहन्दी लगाउने। लु अब बस्दै गरिरहेको छ ब्यागको चाहिँ। दामी बल्छ यहाँनिर हुँदो रहेछ नि त फोटोग्राफी। ठिकै छ ठिकै छ। हेलो गाइस। यो चाहिँ हाम्रो बहिनीको भोलिको मण्डप। एकछिन बजार आएको छौँ गुरुबथानको। एटिएम पैसा निकाल्नु, त्यहाँदेखिको मिठाई खाने हो भाउजू म। माइत बजार।